साथीहरु नमस्ते, म शेर छेत्री दाङदेखि एक स्वतन्त्र युवा, कुनै पार्टीको झोले चाहिँ होइन है। फेरि म बालेन शाहको जबडावाला सपोर्टर हो हिजोको दिनमा, र बालेन शाहलाई मैले योगी आदित्यनाथसँग कम्पेयर गर्छु। एकदमै राम्रो लिडर हुन् र हेरेर यो जो फोटो लगाइदिएको छु यसले सोशल मिडियामा एउटा तरङ्ग ल्याएको छ, त्यो तपाईहरुलाई त थाहा नै छ। र यिनीहरु दुईटा कुरा छ, जो नयाँ दलहरु एक ठाउँमा आएर चुनाव लडेर राम्रो मत ल्याएर बहुमतको सरकार बनाएर देशलाई सही ट्र्याकमा हिँडाल्नुपर्छ भन्ने व्यक्तिको लागि सुखद रह्यो, र देशलाई खोक्रो बनाइरहेका हिजोको दिनमा र अहिले बनाउने प्लानिङ गरेका व्यक्तिको लागि दुःखद रह्यो। अरु दुई चार जना राम्रो व्यक्तिहरु पनि हुनुहुन्छ, उहाँहरु आएर जोडिन आवश्यक छ। तपाईले दुई चार भोट ल्याएर हुनेवाला केही छैन। तपाईहरु यहाँनेर आएर सबैले नयाँ शक्ति मिलेर राम्रो मत ल्याएर बहुमत सरकार बनाउनु भयो भने जसरी जनताले तपाईलाई भरोसा गरेको छ त्यही अनुसार तपाई रिजल्ट दिन सक्नुहुनेछ र भरोसा कायम नै रहनेछ। त्यसकारण तपाईहरु आएर जोडिन आवश्यक छ। र तपाईहरुले कमेन्टमा गाली गरेर बेइज्जत गरेर भन्दा पनि या कसैलाई प्रशंसा गरेर भन्दा पनि विदेशमा हुनुहुन्छ, तपाईले भोट हाल्न त मिल्दैन, तर तपाईले आफ्नो परिवारलाई कन्भिन्स गर्न त सक्नुहुन्छ। यसरी चाहिँ हेर्नुस्, मैले भनेको मान्नु होला, फलानालाई भोट हाल्नु होला भनेर यदि सबैले गर्नुभयो भने चाहिँ यो जो पुरानो देशलाई खोक्रो बनाइरहेका व्यक्तिको लागि राम्रै झापट रहनेछ। हेर्नुस्। जय नेपाल।